Hello everybody, welcome back to my channel. It's me Pranisha. And हामी अस्ति गएको थियौँ घुम्न in one of the most popular place in Nepal, त्यो थियो न्यू रोड. अनि म मामु भाइ भएर गएको थियो. भाइलाई कस्तो मजा आएर थियो, कति पछि घुम्न जान पाएर होला. अनि हामी पुग्यौँ, त्यहाँ गएर पार्किङ गऱ्यौँ. अनि हामी हिँड्न थाल्यौँ. मामुले भाइलाई लिएर हिँड्दै हुनुहुन्थ्यो अगाडि. म चाहिँ पछाडि हिँड्दै थिएँ. अनि हामी एउटा पसलमा छिर्यौँ, त्यो हामीलाई केही मन परेन र हामी फर्क्यौँ. अनि मामुले मलाई लस्सी खुवाउने भन्नुभयो. हामी गयौँ, लस्सी खाएँ, मैले नि खाएँ. अनि भाइले चाहिँ म चक्लेट खान्छु, म खाँदिनँ यो भनेर दुःख दिइरहेको थियो. त्यसपछि हामी छिर्यौँ अर्को मार्गमा. त्यहाँ देखेँ मैले अर्जेन्टिना. अनि मैले क्यामेरा निकालेर फोटो खिचिहालेँ. अनि हामी गयौँ फेरि बाबालाई टी सर्ट किन्न, र भाइ अहिले पनि चक्लेट खाने भन्दै थियो हैन. अनि फेरि हामी गयौँ यता कस्मेटिक्समा हैन. अनि हामीले 5 झोला सपिङ गरिसकेको थियो. अनि सपिङ गरेर यसो घुम्दियौँ भनेर हामी गयौँ पाटन दरबार स्क्वायर. अनि त्यहाँ एकदमै राम्रो लाग्यो, मेलाहरू लागेको थियो, क्रोसेहरूको सबै सामानहरू स्टलहरू थियो. त्यहाँ कस्तो राम्रो क्याफे थियो. अनि मामुले भाइलाई लिएर हिँड्दै हुनुहुन्थ्यो. म घरि भिडियो सुट गर्दैछु, घरि फोटो खिच्दै थिएँ. अनि भाइ पनि खुसी हुँदै हिँडिरहेको थियो त्यो बेला चाहिँ. अनि हामी हिँड्यौँ अगाडि. त्यसपछि हामीले 2-4 वटा फोटो खिच्यौँ दरबारको अगाडि. वी टुक सम पिक्चर्स. मैले भाइको लिदिएँ, मामुको लिदिएँ, अनि आफ्नो पनि लिएँ केही. अनि त्यहाँ मेरो सिङ्गलहरू पनि छ. अनि हामीले अर्को एउटा स्ट्रेन्जरलाई चाहिँ हेल्प मागेर हाम्रो फोटो खिच्न लगायौँ. त्यसपछि 3 बजिसकेपछि घुम्दा हामी घर गयौँ. घर गएर पार्किङबाट कार निकालेर गाडी निकालेर हामी हिँड्यौँ बाहिर, न्यू रोड बाहिर. अनि त्यहाँ न्यू रोडमा आएपछि तितौरा पुस्तकारी नखाइजाने कुरा भएन. त्यही भएर मामुलाई तितौरा किनिदिनु भने. अनि मामुले रोक्नुभयो. अनि म एक्लै गएँ, मलाई मनपर्ने तितौराहरू ल्याएँ, मैले किनेँ. अनि हामी बाहिर आयौँ न्यू रोडबाट. अनि बाटोमा भाइ निदाइसकेको थियो. भाइ सुतिरहेको थियो, जुप भएर समातिरहेको थियो म भाइलाई. अनि त्यहाँ छ हाम्रो फन पार्क हैन, एम्युजमेन्ट पार्क पनि भनिन्छ. अनि त्यो चाहिँ नेपालको सिंहदरबार पनि खिच्न भ्याए मैले जाम थियो, त्यही भएर मैले खिचिहालेँ. अनि त्यसपछि भाइ सुतेको थियो. अनि हामी जान लाग्थ्यौँ बेकरी क्याफे अगेन, त्यहाँ खाना खान. त्यो चाहिँ स्टे ट्युन फर पार्ट 2. बाई बाई, पार्ट 2.